हेलो फ्युचर एन्क्लेक्स आर्यन। आज चाहिँ हामी डे 9 मा डिसास्टर म्यानेजमेन्ट, फायर सेफ्टी एन्ड ट्राइज भन्ने सब्जेक्ट पढ्छौँ होइन, टपिकहरू पढ्छौँ। यो चाहिँ एकदम हाई टपिक हो, यो बुझ्नु जरुरी छ। हातमा, डिएचएमा र एन्क्लेक्समा सबैमा है, यो चाहिँ कहिले पनि छोड्दैन यो टपिक चाहिँ क्वेसनमा। डिसास्टर भनेको चाहिँ प्राकृतिक वा मानवीय क्षति है, जसले गर्दा चाहिँ हाम्रो लाइफमा फुल लाइफलाई ड्यामेज गर्ने, हार्म गर्ने कामहरू गर्छ र त्यो डिसास्टरलाई चाहिँ कुनै पनि संस्थाले वा समुदायले चाहिँ आफै म्यानेज गर्न सक्दैन है, त्यस्तो केसलाई चाहिँ डिसास्टर भन्छ। यो चाहिँ अब दुई प्रकारको हुन्छ, एउटा भनेको नेचुरल डिसास्टर भयो, प्राकृतिक प्रकोपहरू भनौँ न, अनि अर्को चाहिँ ह्युमन मेड डिसास्टर। अब नेचुरल डिसास्टरहरू अर्थक्वेक भयो होइन, फ्लड, सुनामी, साइक्लोन, ल्यान्डस्लाइड, एभेलेन्स, भोल्क्यानो भयो है। अनि अर्को भनेको लाइटनिङ, थन्डर स्टर्म। अब म्यान मेड है, मान्छेले बनाएको आर्टिफिसियलमा के छ त, एउटा भयो फायर, मान्छेको मिस्टेकले गर्दा हुने हो फायर होइन, टेरोरिजम भयो, बिल्डिङ कोल्याप्स भयो, अनि इन्डस्ट्रियल एक्सिडेन्ट भयो, ट्रान्सपोर्ट एक्सिडेन्ट, अनि स्ट्याम्पेड, अनि पोलिटिकल राइट्स। अर्थक्वेक भनेको भुइँचालो, फ्लड भनेको बाढी भयो होइन, सुनामी भनेको त समुद्री एकदम ठुल्ठुलो छालहरू होइन, यो साइक्लोन भनेको भूमरीहरू जस्तो भयो, अनि ल्यान्डस्लाइड भनेको चाहिँ पहिरो जानु है, ल्यान्डै स्लाइड हुनु, अनि एभेलेन्स भनेको हिमपात पर्नु, हिम पहिरो जानु, अनि अर्को भोल्क्यानो भनेको ज्वालामुखी भइहाल्यो, आगो निस्किनु होइन। लाइटनिङ भनेको चट्याङ भयो, थन्डर स्टर्म भनेको हावा हुन्डरी हुरी बतास भयो, बिजुली चम्किने चट्याङ पर्ने सँगै आउने हुरी बतासहरू भयो होइन, ठुलो ठुलो। म्यान मेड डिसास्टरमा चाहिँ एउटा टेरोरिजम भयो, आतङ्कवादी होइन, अर्को फायर भनेको आग लागि हुनु, बिल्डिङ कोल्याप्स भनेको भवनहरू भत्किनु, ठुल्ठुलो भवनहरू, इन्डस्ट्रियल एक्सिडेन्टमा इन्डस्ट्रियल अब भवन भत्किनु, आग लागि हुनु भयो होइन। अनि ट्रान्सपोर्ट एक्सिडेन्ट भनेको यातायात दुर्घटनाहरू भयो, यातायात हवाई ट्रान्सपोर्ट एक्सिडेन्ट, ट्रान्सपोर्ट हुने जति पनि छ। अनि स्ट्याम्पेड भनेको भागदौड भयो, भिड भयो, हल्ला भयो, त्यहाँ किचिएर हुने एक्सिडेन्टहरू भयो होइन। अर्को पोलिटिकल राइट्स भनेको चाहिँ पोलिटिकल दङ्गाहरू, जस्तै राजनीतिक दङ्गाले गर्दा निम्ति आउने डिसास्टरहरू भयो। डिसास्टर नर्सिङ भनेको चाहिँ विपद अवस्थामा होइन, आफ्नो पेसागत सिप चाहिँ त्यहाँ युटिलाइज गरेर शारीरिक, मानसिक र भावनात्मक इमोसनल सपोर्ट दिनुलाई पेसेन्टलाई अथवा भिक्टिमलाई इमोसनल सपोर्ट, शारीरिक सपोर्ट र मानसिक सपोर्ट दिनुलाई नै डिसास्टर नर्सिङ भनिन्छ है। अब डिसास्टरको म्यानेजमेन्टको फेजहरू है त, अब यसमा सुरुमा चाहिँ प्रिपेयरनेस, त्यो चाहिँ बिफोर गरिन्छ, डिसास्टर आउने सम्भावना हुनुभन्दा अगाडि। अनि अर्को इम्प्याक्ट भनेको ड्युरिङ है, डिसास्टर हुँदै गरिन्छ, र अर्को रेस्पोन्स भनेको इमिडिएटली आफ्टर, डिसास्टर भइसकेपछि इमिडिएटली। अनि रिहेबिलिटेसन भनेको पनि आफ्टर भयो, डिसास्टर पछाडि। र अर्को माइटिगेसन, यो चाहिँ प्रिभेन्सन फर फर्दर है, फेरि रिकरेन्सी त्यो हुन नदिनलाई चाहिँ फर्दर प्रिभेन्टिभ मेजरहरू अप्नाइन्छ भने त्यसलाई चाहिँ अब माइटिगेसन भन्छ। अब प्रिपेयरनेस भनेको चाहिँ मनी, मेन पावर्स र मेटेरियल्स, यतिमा चाहिँ ध्यान दिनु पऱ्यो। यो चाहिँ डिसास्टर हुनुभन्दा अगाडि प्रिपेयर हुनुलाई प्रिपेयरनेस भन्छ होइन। विपद आइसकेपछि के गर्ने के नगर्ने भनेर प्लानिङ बनाउनुलाई चाहिँ प्रिपेयरनेस भन्छ। डिसास्टर प्रोन एरिया आइडेन्टिफाई गर्ने है, विपद चाहिँ कहाँ आउँछ भनेर एरिया चाहिँ आइडेन्टिफाई गर्नु पर्यो। अनि अर्को कम्युनिकेसन वार्निङ सिस्टमहरू, अब कम्युनिकेट समाचारहरूबाट भयो होइन, लिखित अब पत्रिकामा छापेर भयो, अथवा सञ्चार माध्यमबाट भयो, अर्गनाइजेसनमा होस्, हस्पिटलमा होस्, जहाँ पनि आफ्नो हस्पिटलको रुल्स अनुसारले पनि कम्युनिकेसन गर्नु पर्यो र गभर्मेन्टबाट पनि कम्युनिकेसन हुनु पर्यो। अब आफ्टर डिसास्टर जरुरत पर्न सक्छ होइन, त्यही भएर फुड, वाटर, ड्रग्सहरू चाहिँ स्टकमा राख्नु पर्यो। जनचेतना कार्यक्रमहरू चलाउनु पर्यो होइन, यस्तो हुन्छ यस्तो गर्ने भनेर डिसास्टरको बारेमा, त्योबाट बस्ने उपायहरू, अनि के चाहिँ हामीले गर्नुपर्ने हुन्छ, सबै जनचेतना फैलाउनु पर्यो। अर्को ड्रिल प्र्याक्टिस भनेको चाहिँ अभ्यास गराउनु, जस्तै कि आगो लाग्यो भने कसरी निभाउने त्यसको अभ्यास गराउनु होइन, सानो आगो लगाएर वा कुनै रिहर्सलहरू गरेर, नाटकहरू गरेर चाहिँ त्यसको अभ्यास गराउन सकिन्छ। र अर्को कोअर्डिनेसन विथ मिडिया एनजिओस भनेको एनजिओहरूबाट राहत उठाएर अनि मिडियाहरूसँग समन्वय गरेर चाहिँ कोअर्डिनेट गरेर गर्न सकिन्छ। यति बुझ्नु पर्यो। प्रिपेयरनेस भनेको चाहिँ प्लानिङ बिफोर डिसास्टर भयो। अब अर्को छ इम्प्याक्ट फेज है, डिसास्टरको इम्प्याक्ट फेजमा चाहिँ सर्च एन्ड रेस्क्यु भनेको चाहिँ घाइतेहरू भयो अनि अलि असुरक्षित व्यक्तिहरूलाई खोज्नु र उनीहरूलाई सुरक्षा प्रदान गर्नु फर्स्टमा है, त्यहाँबाट रेस्क्यु गर्नु। अर्को फिल्ड केयर भनेको चाहिँ हस्पिटलबाट कुनै पनि रेस्क्यु टिमहरू इमर्जेन्सीको सामानहरू नआउन्जेलसम्म चाहिँ, इमर्जेन्सीले पेसेन्ट रिसिभ नगरुन्जेलसम्म चाहिँ ट्रिटमेन्ट गर्नु है, सके जति गर्न मिल्ने जति ट्रिटमेन्टहरू दिनु। अनि अर्को ट्राइज है, ट्राइजमा चाहिँ बिरामीको कलर कोडिङ गर्ने है, कसलाई चाहिँ पहिला प्राथमिकता दिनुपर्ने, कसलाई पछि दिँदा हुन्छ भनेर कलर कोडिङ नगरी टोटल रिसोर्सेस हामीसँग हुँदैन नि त, त्यही भएर। अनि अर्को भनेको ट्यागिङमा चाहिँ अब कलर कोडिङलाई ट्याग गर्ने, कुन पेसेन्ट चाहिँ कुन कलर कोडिङमा पर्छ भनेर ट्यागिङ गर्नु पर्यो होइन। अनि
अर्को फर्स्ट एड ट्रिटमेन्ट त भइहाल्यो, रेस्क्यु गरेर पहिला फर्स्ट एड ट्रिटमेन्ट गर्ने, अनि फिल्ड केयर गर्ने, टेम्पोररी केयरहरू ट्रिटमेन्टहरू दिने, अनि ट्राइज सिस्टम अनुसारले ट्रिटमेन्ट दिने, अनि ट्यागिङ गर्ने, अनि आइडेन्टिफिकेसन अफ डेथ गर्ने। अब चाहिँ हामी ट्राइजको बारेमा पढ्छौँ। ट्राइज भनेको चाहिँ बिरामीलाई घाउको चोटपटकको प्राथमिकता अनुसार चाहिँ छुट्याउने प्रक्रिया भयो होइन। अनि गोल्डन आवर्स भनेको चाहिँ चोटपटक लागिसकेपछिको मेन फर्स्ट आवर है, 1 घन्टालाई चाहिँ गोल्डन आवर भन्छ। यो क्वेसन सोध्छ। अनि यसको प्रिन्सिपल भनेको चाहिँ ग्रेटेस्ट गुड फर ग्रेटेस्ट नम्बर भयो है, बुझिहाल्नु भयो। अब यो इम्प्याक्ट फेजभित्र हामी ट्राइज पढ्दैछौँ होइन। त्यसमा चाहिँ अब 4 टाइप्समा चाहिँ कलर कोडिङ गरेको चाहिँ एउटा भयो रेड भनेको एसओएस होइन, साइनले देखाइरहेको छ इमिडिएट सिभियर ब्लिडिङ, सक, हेड इन्जुरी भएको पेसेन्टहरू भयो होइन। एसओएसमा राखेर फर्स्ट रेड ट्याग लगाएर ट्रिटमेन्ट गर्नु पर्यो। अनि अर्को छ है येल्लो कलर, अलिक डिलेड। अब हुन त रेड छैन भने येल्लोलाई प्रायोरिटी दिने हो, तर रेडै छ भनेपछि त अब येल्लोलाई अलिक डिले गर्न मिल्यो। त्यसमा चाहिँ बर्न भयो, अनि एब्डोमिनल वुन्ड भयो। फेरि बर्नमा पनि अब डिफिकल्टी ब्रिदिङै भएको केस छ भने चाहिँ रेडमै लाउनु पर्यो, सिभियर इन्जुरीमै पऱ्यो नि त त्यो त। सानो एब्डोमिनल वुन्डहरू बर्नहरू भयो होइन। अनि अर्को भनेको अब ग्रिन कलर छ। ग्रिन कलर छ अर्को थर्डमा भनेको। त्यो भनेको चाहिँ अब अघि येल्लोमा डिलेट गर्दा हुन्थ्यो भने त्योभन्दा डिलेट ग्रिनमा चाहिँ माइनर वुन्डहरू भयो, जस्तै हिँडिरहेछ तर घाउ भइरहेको छ होइन। त्यस्तो केसहरू छ भने चाहिँ ग्रिन कलर ट्यागिङ गर्नु पर्यो र ट्रिटमेन्ट गर्नु पर्यो। अनि अर्को भनेको चाहिँ एट लास्ट ब्ल्याक कलर है। यसमा चाहिँ दे एक्सपेक्टेन्ट भनेको नो सर्भाइभल, जस्तै कि सासै छैन होइन, पेसेन्टको ब्रिदिङै छैन। अनि कतिको त एक्सिडेन्ट पछाडि त्यो घटनास्थलमा चाहिँ ब्रेनहरू नै बाहिर निस्केको हुन्छ, सर्भाइभल चान्सै छैन भने यसलाई चाहिँ ब्ल्याक कलर लाएर अब सर्भाइभल नभएकोलाई प्रायोरिटी दिएर बस्नुभन्दा अरू रेड येल्लो लाएको पेसेन्टलाई चाहिँ प्रायोरिटी दियो भने कम्प्लिकेसनबाट बच्छ नि त, उनीहरूलाई सर्भाइभ गर्नलाई सजिलो हुन्छ होइन, कम्प्लिकेसन आउँदैन। अब हामीले कन्सेप्ट बुझ्दा चाहिँ रेड भनेको इमिडिएट, येल्लो भनेको नेड आइभी क्लोज मोनिटरिङमा राख्नुपर्छ, ग्रिनमा भनेको माइनर हुन्छ त्यही भएर 4-5 घन्टा वेट गर्न सक्छ होइन। अनि ब्ल्याक भनेको चाहिँ डेथ नो केयर भनेर बुझ्नुपर्छ है ट्राइजको गर्दाखेरि। अब डिसेस्टर म्यानेजमेन्टकै 3rd नम्बरको डिसेस्टर रेस्पोन्स भन्ने पढ्छौँ है। यसमा यो भनेको चाहिँ कुनै पनि विपद आइसकेपछि चाहिँ रोग नफैलियोस् होइन, मानिसहरू बाँचुन् र थप स्वास्थ्यमा कुनै पनि असर नगरोस् भनेर गरिने कामहरूलाई नै डिसेस्टर रेस्पोन्स भन्छ होइन। अब यसमा इपिडेमियोलोजिकल सर्भिलेन्स भनेको चाहिँ विपदपछि चाहिँ होइन, डिसेस्टरपछि कोलेरा, डायरिया, मिजल्सहरू जस्ता रोगहरू हुन्छ नि, यिनीहरू चाहिँ छिटो फैलिन्छन् र यो रोगहरू चाहिँ कुन रोग चाहिँ धेरै फैलिरहेछ भनेर निगरानीमा हेर्नुलाई सर्भिलेन्स भन्छ है त। यसमा चाहिँ नर्सिङको काम भनेको बिरामीको लक्षण हेर्ने होइन, अनि रिपोर्ट गर्ने के चेन्जेस आइरहेछ, के भइरहेछ सिम्टम्सहरू, अनि यसको आउटब्रेक के हो चाँडै पत्ता लगाउने है त। डिजिज मोनिटरिङ आफ्टर डिसेस्टर भनेर बुझिन्छ। अर्को छ डिजिज कन्ट्रोल है। यसमा चाहिँ अब आइसोलेसन गर्नु पर्यो पेसेन्टलाई, अनि हाइजिन मेन्टेन गर्नु पर्यो, ह्यान्ड वासिङ गर्नु पर्यो। यो सबै डिजिज कन्ट्रोल गर्ने कामहरूलाई चाहिँ अब डिजिज कन्ट्रोल भनेर भन्छ। प्रोपर वेस्ट म्यानेजमेन्ट भयो, सेफ ड्रिङ्किङ वाटर भयो, प्रिभेन्ट स्प्रेड अफ इन्फेक्सन भन्ने बुझ्नु पर्यो है। अनि अर्को छ भ्याक्सिनेसन। अब भ्याक्सिनेसनमा चाहिँ जस्तै फलामहरूले काटेको ओरेको छ भने टिडी लगाइहाल्ने होइन। अनि यो चाहिँ मास इम्युनाइजेसन आफ्टर डिसेस्टर भनेर बुझ्नु पर्यो होइन। यसमा अब त्यो मिजल्स, कोलेराहरू, मलेरियाहरू यिनीहरूको चाहिँ अब मास एरियामा इम्युनाइजेसन गर्नुपर्छ, डिजिज आउटब्रेक नहोस् भनेर अगाडि नै। अब भिक्टिमलाई चाहिँ फर्दर डिजिज इन्क्रिज नहोस् होइन, माल न्युट्रिसन नहोस् भनेर सपोर्ट गर्ने। त्यसमा पनि प्रेग्नेन्सी अनि पेडियाट्रिक र जेरियाट्रिक पेसेन्टहरूलाई, भिक्टिम्सहरूलाई चाहिँ धेरै प्रायोरिटी दिनु पर्यो। प्रोपर न्युट्रिसन सपोर्ट फर प्रिभेन्ट फर्दर विकनेस एन्ड डिजिज। अब त्यो पछाडि रिहेबिलिटेसन फेज है। अब सेफ वाटर सप्लाई गर्नु पर्यो, फुड सेफ्टी हुनु पर्यो, अनि स्यानिटेसन है, सरसफाइ हुनु पर्यो, पर्सनल हाइजिन मेन्टेन हुनु पर्यो भिक्टिमको, अनि भेक्टर कन्ट्रोल गर्नु पर्यो। अब सरसफाइ भएन भने त भेक्टर कन्ट्रोल पनि हुँदैन। भेक्टर कन्ट्रोल भनेको चाहिँ जस्तै कि झिँगाहरू भन्किने, बुसुनाले फोहोर लाने, अनि अर्कोको एउटाको बिरामीको अर्को बिरामीमा सार्ने, खानेकुराहरू कन्टामिनेट हुने हुन्छ नि त, त्यही भएर भेक्टर कन्ट्रोल गर्नु पर्यो। ओभरअल हाइजिन मेन्टेन गर्नु पर्यो, फुड सेफ्टी गर्नु पर्यो है त। अब अर्को चाहिँ एट लास्ट माइटिगेसन है। माइटिगेसन भनेको चाहिँ फ्युचरमा डिसेस्टर, पहिला आइसकेको डिसेस्टर चाहिँ पुनः आउँछ भनेर त्योभन्दा अगाडि नै माइटिगेसन गर्नु, रेडी हुनु र रेडी हुन गरिने कामहरू है, जस्तै प्लानिङ भयो, सबै चिज भयो होइन, अनि गरेर त्यसको कारणले चाहिँ डिसेस्टर आइहाले पनि क्षति एकदम न्यून गर्न सकिन्छ है, कम गर्न सकिन्छ माइटिगेसनमा चाहिँ। अब माइटिगेसन र प्रिपेयरनेसमा चाहिँ कन्फ्युज हुन्छ जहिले पनि। प्रिपेयरनेस भनेको जहिले पनि फर्स्टमा आउने चिज हो है, फर्स्टमा आउने डिसेस्टर म्यानेजमेन्ट हो भने माइटिगेसन चाहिँ लास्टमा आउने म्यानेजमेन्ट हो। यो भनेको माइटिगेसन भनेको प्रिभेन्सन भयो,
प्रिपेयरनेस भनेको चाहिँ प्लान अनि प्र्याक्टिस भयो होइन। अनि माइटिगेसन भनेको चाहिँ रिबिल्ड र मोडिफाई गर्ने, अब स्ट्रक्चरहरूलाई मोडिफाई गर्ने जस्तो भयो है। जस्तै कि स्मोक डिटेक्टर राख्नु होइन, फायर चाहिँ अलार्म सिस्टम राख्नु होइन, अनि अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङहरू बनाउनु, स्ट्रङ हस्पिटल स्ट्रक्चरहरू बनाउनु होइन, अनि फुड कन्ट्रोल सिस्टममा चाहिँ ड्याम र ड्रेनेजहरू बनाउनु व्यवस्थित तरिकाले, बिल्डिङ कोडहरू फलो गर्नु, हजार्डियस एरिया ल्यान्डहरूमा घर नबनाउनु होइन, इलेक्ट्रिकल वायर सेफ्टीहरूलाई एडभान्स मोडिफाई गर्नु जस्ता कामहरू चाहिँ माइटिगेसनमा पर्छन् है। अब अर्को छ फायर सेफ्टी है। यो चाहिँ एकदम हाइल्डे टपिक हो। यो चाहिँ यो डिसास्टर फायर चाहिँ एकदम धेरै अब जुन सिजनमा पनि जहिले पनि म्यान मिस्टेकमा लागिरहने चिज हो नि त, त्यही भएर यसलाई चाहिँ छुट्टै टपिक दिएर सोध्ने गरेको हुन्छ एक्जाममा पनि होइन। अब फायरमा चाहिँ आरबाट रेस्क्यु पेसेन्ट्स, फायरबाट सर्वप्रथम पेसेन्टलाई रेस्क्यु गर्ने तुरुन्तै, अनि एबाट एक्टिभ अलार्म, अब अलार्म बजाउने फर हेल्प है, पहिला रेस्क्यु गरेर अनि अलार्म बजाउने, अनि सीबाट कन्टेन फायर, अलार्म बजाइसकेपछि चाहिँ अब खतरा छैन यदि नभएको ठाउँमा चाहिँ ढोका झ्यालहरू तुरुन्तै बन्द गर्ने है। अनि अर्को भनेको एक्सटिङ्ग्विसर अर इभाकुएट। अब सानोतिनो आगो निभाउन सकिने आगो छ भने एक्सटिङ्ग्विसर प्रयोग गर्ने, हामी सबैलाई थाहा छ एक्सटिङ्ग्विसर होइन। अनि अर्को इभाकुएट गर्ने भनेको चाहिँ ठुलो आगो छ होइन, त्यहाँ एक्सटिङ्ग्विसरले पनि काम गर्दैन भने चाहिँ तुरुन्तै पेसेन्टलाई इभाकुएट गर्ने, सार्नु पऱ्यो त्यहाँबाट, कता लाँदा ठिक हुन्छ सुरक्षित ठाउँमा। अब फायर सेफ्टीमा पनि फायर एक्सटिङ्ग्विसर कसरी युज गर्ने भनेर चाहिँ म भन्दैछु होइन। यसमा पनि पासै युज गर्ने, पिएएसएस पासबाट निमोनिकबाट छ होइन। पीबाट चाहिँ पुल द पिनलाई पुल गर्ने, त्यो सेफ्टी पिन हुन्छ त्यसलाई पुल गर्ने। अनि अर्को भनेको एम एट बेस अफ फायर, टपमा होइन बेसमा चाहिँ फोकस गर्नु पऱ्यो, आगोको जरामा भनौँ न, कहाँबाट आगो आइरहेछ तल चाहिँ फोकस गरेर हाल्नु पऱ्यो है स्प्रेलाई। अनि स्क्विज भयो, स्क्विज ह्यान्डललाई स्क्विज गर्नु पऱ्यो, अनि बल्ल ग्यास पास हुन्छ नि त आगो निभाउने होइन। अनि अर्को भनेको स्विप साइड टु साइड इभाकुएसन गर्न, आगो फैलिएको क्षेत्रमा साइड टु साइड होइन स्विप गर्दै लाने, अनि आगोको कति एरियामा ढाकेको छ त्यो चाहिँ सबै एरियामा चाहिँ साइड टु साइड स्विप गर्दै लानुपर्छ। अब इभाकुएट भनेको बुझ्नु जरुरी छ है। इभाकुएसन भनेको चाहिँ के अरे सेफ मुभमेन्ट अफ पेसेन्ट स्टाफ एन्ड भिजिटर्स फ्रम अ डेन्जरस लोकेसन भनेको आगो धुवाँ होइन अनि डिसास्टर भएको ठाउँबाट चाहिँ सेफ ठाउँमा पेसेन्टलाई अरू स्टाफलाई या जो कोहीलाई पनि सेफ ठाउँमा लानुलाई नै इभाकुएसन भन्छ होइन। इभाकुएसनको कति टाइप्स छ त है, कसरी गर्ने भनेर टाइप्सहरू चाहिँ यो चाहिँ 3 टाइप्सको छ है। एउटा भयो ल्याटरल इभाकुएसन, अर्को भयो भर्टिकल इभाकुएसन र अर्को भयो, अब यिनीहरूको ब्रिफिङ गरौँ। ल्याटरल इभाकुएसन भनेको चाहिँ यो फर्स्ट स्टेप भयो है, एकदम छिटो चाँडो डिसास्टर भइसके पछाडि चाहिँ पेसेन्टलाई त्यही फ्लोरको जुन फ्लोर हो त्यही छेउछाउको अलि पर सेफ साइडमा लानु हो है, किनकि यसमा चाहिँ ढिलो एलिभेटर र ल्याडरहरूको प्रयोग गरिँदैन, एकदम चाँडो छिटो गर्नुपर्ने हुन्छ, त्यही भएर यसलाई चाहिँ ल्याटरल इभाकुएसन भन्छ है। फर्स्ट चोइस हो यो। यसमा चाहिँ पहिला प्रायोरिटी हेर्नु पऱ्यो है, वकिङ हिँड्न सक्ने पेसेन्टलाई सुरुमा छिटो लग्नु पऱ्यो, अनि त्यो पछाडि व्हिल चेयरहरू भएको पेसेन्टलाई, अनि अर्को भनेको एट लास्ट चाहिँ बेड रिडन क्रिटिकल केसलाई चाहिँ विथ असिस्टेन्ट लग्नु पऱ्यो, सार्नु पऱ्यो। अनि अर्को भनेको सेफ एरिया हेर्नु पऱ्यो, त्यही फ्लोरको अलिक टाढा, फायरभन्दा अलिक टाढा, स्मोकहरूभन्दा अलिक टाढा हेर्नु पऱ्यो है, कहाँ चाहिँ सेफ छ एरिया, सेफ ठाउँमा चाहिँ त्यहाँ पनि डोर र विन्डोजहरू चाहिँ क्लोज गर्नु पऱ्यो। अनि पेसेन्टलाई काम बनाउनु पऱ्यो होइन। अनि इफ पोसिबल इसेन्सियल इक्विपमेन्टहरू जस्तै कि आइभी लाइन्स अनि अक्सिजन होइन यिनीहरू चाहिँ ल्याउने कोसिस गर्नु पऱ्यो। अब निड भएको पेसेन्टलाई त लगाइरहेको हुन्छ त्यो पनि सँगै लिएर जानु पऱ्यो होइन, यदि छैन भने पनि सकिन्छ र पोसिबल छ भने चाहिँ ल्याउने कोसिस गर्नु पऱ्यो। पेसेन्ट डिजिनिटी एन्ड सेफ्टी होइन, अनि मुभिङ पनि आफूले क्विकली नै गर्नु पऱ्यो, चाँडो गर्नु पऱ्यो, तर प्यानिक भएर अतालिएर गर्नु भएन, चाँडो गर्नु पऱ्यो तर प्यानिक हुनु भएन। अब 2 नम्बरमा छ भर्टिकल इभाकुएसन है। ल्याटरल अनसेफ भयो, त्यो फ्लोरभरि चाहिँ सबै धुवा नै धुवा छ, त्यहाँ कहीँ पनि सेफ छैन, फायर चाँडै पक्रिन सक्छ भने चाहिँ होइन फायर एक्सटिङ्ग्विसर पनि प्रयोग त्यसमा भइरहेकै हुन्छ, प्लस त्यस्तो छ भने चाहिँ अर्को फ्लोरमा जानुपर्ने हुन्छ, तर कहिले पनि हामीले मिस्टेकली पनि एलिभेटरहरू युज गर्नु हुँदैन, सिडीबाट अथवा त्यो स्टेयर्सहरू भयो होइन, जस्तै कि सिडी नभएर कति ठाउँमा त स्टेयर्स व्हिल चेयर गुडाउनको लागि अहिले त एडभान्स नै हुन्छ नि त सबैतिर। अब वकिङ पेसेन्टहरूलाई चाहिँ हामीले सिडीबाट पनि अब सर्टकट हुन्छ, सिडीबाट पनि असिस्टेन्टमा लान सक्छौँ होइन। व्हिल चेयरको पेसेन्टहरूलाई चाहिँ ब्ल्याङ्केटहरू धेरै ऱ्याप गरेर अनि त्यसलाई 2-3 स्टाफ चाहिँ ग्यादरिङ भएर बोकेर पनि लान सक्छौँ होइन। अनि अर्को भनेको ब्ल्याङ्केटहरूमा ऱ्याप गर्ने, त्यस्तै स्ट्रेचरहरूको पेसेन्ट त अभियसली बोकेरै लगिहालेको हुन्छ होइन। अनि अर्को बेड रिडन प्रे क्रिटिकल सबै पाइपहरू लगाएको मेडिसिनहरू गइरहेको पेसेन्टहरूलाई पनि त्यही अनुसारले हस्पिटलको प्रोटोकल अनुसार सबै असिस्टेन्टमा नै लगिन्छ होइन। यो चाहिँ भर्टिकल ल्याटरल इफ पोसिबल भएन भने चाहिँ अनि भर्टिकल इभाकुएसनमा चाहिँ यो पर्छ है त। अब
अर्को छ है हाम्रो चाहिँ टोटल इभ्याकुएसन भन्छ। त्यसमा चाहिँ अब के हुन्छ भन्दाखेरि हाम्रो सबै फ्लोर है, जति पनि फ्लोरहरू छ हाम्रो बिल्डिङै खतरामा छ, सबैतिर स्मोक छ, आगो कुनै बेला पनि सबैतिर फैलिन सक्छ, पेसेन्ट स्टाफ सबै अन रिस्कमा छन् भने चाहिँ हामीले के गर्नुपर्छ, बिल्डिङभन्दा बाहिर जस्तै अब वकिङ पेसेन्टलाई हिँडाएर भइहाल्यो होइन, अनि अर्को व्हिलचेयर पेसेन्टलाई ड्र्याग गरेर, अनि अर्को क्यारी गरेर व्हिलचेयर पेसेन्टलाई क्यारी गर्ने र अर्को बेडरिडन पेसेन्टहरू क्रिटिकल केसहरूलाई चाहिँ ड्र्याग गरेर लान सकिन्छ। तर यो चाहिँ आउटसाइड अफ बिल्डिङै हुन्छ। अब यसमा चाहिँ एम्बुलेन्सहरू पनि युज हुन सक्छ। जुन फ्लोरबाट आए पनि एलिभेटर चाहिँ हामीले आग लागि भएको बेला कुनै हालतमा पनि युज गर्नु हुँदैन। डिसास्टर पछाडि डेथ हुनसक्छ, डिसेबिलिटी हुनसक्छ, इन्फेक्सन स्प्रेड हुनसक्छ, साइकोसोसियोलोजिकल प्रब्लम, फुड सर्टेज, ड्रग सर्टेज, इन्भाइरोमेन्टल ड्यामेज हुनसक्छ है। अब कम्युनिकेबल डिजिजहरू चाहिँ इपिडेमिक पेन्डेमिक रिस्क हुन्छ, भ्याक्सिनेसन लगाउनु पर्यो, अनि आइसोलेसन हामीले पहिल्यै पढिसकेको छौँ होइन क्याटेगोरी अनुसारले, अनि हाइजिन मेन्टेन गर्नु पर्यो। मेन ह्यान्ड वास भयो, ह्यान्ड हाइजिन होइन, अनि अरू पनि हाइजिन पहिल्यै पढिसकेका छौँ। अब अर्को भनेको नर्सिङ रोल इन डिसास्टर ट्राइज भइहाल्यो, फर्स्ट एड ट्रिटमेन्ट गर्ने, अनि इमोसनल सपोर्ट गर्ने, इन्फेक्सन कन्ट्रोल गर्ने, डकुमेन्टेसन गर्ने, अनि कोअर्डिनेसन गर्ने। फायरहरू हुन नदिन केमा ध्यान दिनुपर्छ, वुड, पेपर, क्लोथ, प्लास्टिक भयो है, त्यसमा चाहिँ वाटर फोम एक्सटिङ्ग्विसर युज गर्ने, पेट्रोल, डिजेल, ओइल, पेन्ट छ भने चाहिँ फ्लेमेबल लिक्विड छ भने चाहिँ फोम CO2 एक्सटिङ्ग्विसर युज गर्ने, अनि इलेक्ट्रिकल वायर, स्विच, मेसिन्सबाट आगो लागेको छ भने चाहिँ CO2 एक्सटिङ्ग्विसर युज गर्ने, पानी युज गर्नु हुँदैन। अनि मेटल्समा म्याग्नेसियम, सोडियम छ भने चाहिँ ड्राई पाउडर एक्सटिङ्ग्विसर युज गर्ने। अनि अर्को कुकिङ ओइल, ग्रेस, अनि किचन फायर छ वेट भने चाहिँ वेट केमिकल एक्सटिङ्ग्विसर युज गर्ने, वाटर युज गर्नु मिल्दैन। अब यो सब्जेक्टबाट क्वेसन कस्तो सोध्छ भन्दाखेरि सिभियर वेदर अलर्ट भयो भने चाहिँ फलो सेन्टर्स डिसास्टर प्लान है, अनि ट्राइज मिन्स भनेको प्रायोरिटाइज इन्जुर पेसेन्ट भइहाल्यो, माइटिगेसन मिन्स भनेको चाहिँ प्रिभेन्सन बिफोर डिसास्टर, अनि फायर अलार्म नो डेन्जर भयो भने चाहिँ पेसेन्टको डोर चाहिँ क्लोज गर्नुपर्छ, यो रुल्स भयो। स्मल ट्र्यास फायर आफ्टर अलार्म छ भने एक्सटिङ्ग्विसर इफ सेफ पास मेथड गर्नु पर्यो। अब चाहिँ इक्जाममा कति धेरै टर्म्सहरू हुन्छ, जुन टर्म्सहरू थाहा नपाएर चाहिँ हामीले क्वेसन्स नै बुझिँदैन होइन। डिसास्टर भनेको इभेन्ट थ्रेटनिङ लाइफ, हेल्थ अर प्रोपर्टी है, अनि मास काजुअल्टी इन्सिडेन्ट MCI भनेको चाहिँ इभेन्ट विथ मेनी भिक्टिम्स एक्सिडिङ रिसोर्सेस, अनि ट्राइज भनेको प्रायोरिटाइजिङ पेसेन्ट्स फर ट्रिटमेन्ट है, अनि रेड ट्याग भनेको इमिडिएट लाइफ थ्रेटनिङ इन्जुरिज, येल्लो ट्याग सिरियस इन्जुरिज ट्रिटमेन्ट क्यान बी डिलेड, अनि ग्रिन ट्याग भनेको चाहिँ माइनर इन्जुरिज एम्बुलेटरी पेसेन्ट्स। अब ब्ल्याक ट्याग भनेको डिक्रिज अनलाइकली सर्भाइभल। स्टार्ट ट्राइज भनेको चाहिँ सिम्पल ट्राइज एन्ड ऱ्यापिड ट्रिटमेन्ट फर MCI। अनि अर्को छ इन्सिडेन्ट कमान्ड सिस्टम ICS भनेको अर्गनाइज डिसास्टर म्यानेजमेन्ट स्ट्रक्चर। डिसास्टर प्रिपेयरनेस भनेको चाहिँ प्लान एन्ड मेजर फर इफेक्टिभ रेस्पोन्स है, अनि इभ्याकुएसन भनेको मुभिङ पेसेन्ट्स टु अ सेफ लोकेसन, लेटरल इभ्याकुएसन पेसेन्ट अन द सेम फ्लोर है, अनि भर्टिकल इभ्याकुएसन मुभिङ पेसेन्ट बिट्विन फ्लोर्स, अनि डिकन्टामिनेसन भनेको चाहिँ रिमुभल अफ हाजर्डियस अर इन्फेक्सियस सब्सटेन्स। डिसास्टर रिकभरी भनेको रिटर्निङ टु नर्मल अपरेसन्स आफ्टर डिसास्टर। PTSD भनेको पोस्ट ट्रौमेटिक स्ट्रेस डिसअर्डर, यो भनेको चाहिँ मेन्टल हेल्थ इफेक्ट आफ्टर डिसास्टर। फायर ट्रायङ्गल भनेको फ्युल, अक्सिजन, हिट निडेड फर फायर। क्लास A फायर भनेको वुड, पेपर, क्लोथ्स। क्लास B फायर भनेको फ्लेमेबल लिक्विड्स। क्लास C फायर इलेक्ट्रिकल इक्विपमेन्ट। क्लास D फायर कम्बुस्टिबल मेटल्स। क्लास K फायर कुकिङ वेल, ग्रेज फायर। अब फायर एक्सटिङ्ग्विसर टाइप्स भनेको वाटर, फोम, CO2, ड्राई पाउडर, अनि वेट केमिकल। पास भनेको चाहिँ पुल, एम, स्क्विज, अनि स्वाइप भयो है, टु युज एक्सटिङ्ग्विसर। अब रेसमा भनेको रेस्क्यु, अलार्म, कन्टेन्ट, एक्सटिङ्ग्विसर, इभ्याकुएट। फायर ड्रिल भनेको स्टाफ प्र्याक्टिस फर इमर्जेन्सी प्रिपेयरनेस, अनि स्मोक डिटेक्टर भनेको डिभाइस टु डिटेक्ट स्मोक फायर अर्ली। फायर ब्ल्याङ्केट भनेको युज टु एक्सटिङ्ग्विस स्मल फायर्स है, अनि इमर्जेन्सी एक्जिट भनेको सेफ एक्जिट रुट ड्युरिङ फायर, डु नट युज एलिभेटर, अनसेफ ड्युरिङ फायर इमर्जेन्सिज। अनि एक्युट स्ट्रेस रियाक्सन भनेको चाहिँ इमिडिएट साइकोलोजिकल रेस्पोन्स टु डिसास्टर। अब डिहाइड्रेसन एन्ड हाइपोथर्मिया कमन डिसास्टर रिलेटेड हेल्थ रिस्क भयो। प्रायोरिटी एसेसमेन्ट भनेको क्विक इभ्यालुएसन अफ लाइफ थ्रेटनिङ इन्जुरिज। अनि रिसोर्स एलोकेसन भनेको चाहिँ म्यानेजिङ लिमिटेड रिसोर्सेस इन MCI। अनि कम्युनिकेसन सिस्टम भनेको इसेन्सियल फर डिसास्टर कोअर्डिनेसन। अब चाहिँ हामी MCQहरू सल्भ गर्छौँ, जसमा चाहिँ NCLEX प्याटर्नबाट आउँछ है त। क्वेसन नम्बर 1 प्रायोरिटाइजेसनमा छ होइन। अ हस्पिटल रिसिभ्स मल्टिपल कजुअल्टिज आफ्टर अ बिल्डिङ कोल्याप्स, द ट्राइज नर्स मस्ट प्रायोरिटाइज केयर, विच पेसेन्ट शुड द नर्स सी फर्स्ट। ए नम्बर छ पेसेन्ट विथ डिप लेसिरेसन एन्ड परफ्युज ब्लिडिङ, BP 110/70 अलर्ट होइन। अनि बीमा भनेको पेसेन्ट विथ एब्सेन्ट ब्रेथ साउन्ड अन द राइट रेस्पिरेटरी रेट 28 per minute, पेल, एन्सियस। अनि सीमा छ पेसेन्ट विथ अ फ्र्याक्चर आर्म, ब्लिडिङ कन्ट्रोल, अलर्ट, स्टेबल, भाइटल्स। अनि डीमा छ पेसेन्ट विथ माइनर बर्न्स अन बोथ ह्यान्ड्स, अलर्ट, टकिङ। अनि एन्सर यसको बी भयो, किन भन्दाखेरि चाहिँ NCLEX प्रिन्सिपलमा चाहिँ ट्राइज फोकसेस अन सेभिङ द मोस्ट लाइफ थ्रेटनिङ केसेस फर्स्ट। अनि एब्सेन्ट ब्रेथ साउन्ड प्लस पेल प्लस
प्लस एन्सियस भनेको पोटेन्सियल टेन्सन निमोथोरेक्स भयो, लाइफ थ्रेटनिङ भयो, इमिडिएट इन्टरभेन्सन चाहिन्छ है। अनि ए नम्बरमा डिप ल्यासेरेसन इज अर्जेन्ट बट नट इमिडिएटली, अनि लाइफ थ्रेटनिङ। अनि इफ ब्लिडिङ इज कन्ट्रोल फ्र्याक्चर एन्ड माइनर बोन्स भनेको चाहिँ नन लाइफ थ्रेटनिङ भयो, वेट गर्न सक्छ है त। बीमा भनेको पेसेन्ट विथ एब्सेन्ट ब्रेथ साउन्ड अन द राइट है, रेस्पिरेटरी रेट 28 पर मिनट, रेस्पिरेटरी त छ नि त, अनि पेल चाहिँ एन्सियस छ, अनि यसलाई हेर्नु पर्यो। अब नेक्स्ट क्वेसन नम्बर 2 मा चाहिँ डिसेस्टर म्यानेजमेन्ट एप्लिकेसन ड्युरिङ अ केमिकल स्पिल इन अ हस्पिटल ल्याबोरेटरी द डिसेस्टर प्लान इज एक्टिभेटेड विच इज द प्रायोरिटी नर्सिङ एक्सन। अब एमा चाहिँ इभाकुएट अल पेसेन्ट्स एन्ड स्टाफ टु अ सेफ एरिया, बीमा चाहिँ कल द फायर डिपार्टमेन्ट इमिडिएटली, सीमा चाहिँ डकुमेन्ट अल स्टाफ एन्ड पेसेन्ट एक्सपोजर, डीमा चाहिँ एप्लाई फर्स्ट एड टु एफेक्टेड पेसेन्ट्स बिफोर इभाकुएसन। अब यसको एन्सर के भयो त, अभियसली ए भयो होइन, इभाकुएसन फर्स्ट प्रायोरिटी। सेफ्टी अफ पेसेन्ट्स एन्ड स्टाफ कम फर्स्ट है, इभाकुएसन इज द प्रायोरिटी इन hazardous केमिकल एक्सपोजर, डकुमेन्टेसन एन्ड फर्स्ट एड है। अनि डीमा चाहिँ आर इम्पोर्टेन्ट, डीको चाहिँ इम्पोर्टेन्ट छ बट सेकेन्डरी, फायर डिपार्टमेन्ट बी भनेको मे असिस्ट बट इमिडिएट इभाकुएसन ओभर राइट्स। नेक्स्ट क्वेसन नम्बर 3 है, ट्राइज म्यानेजमेन्ट क्रिटिकल थिङ्किङमा छ ड्युरिङ अ मास कजल्टी इन्सिडेन्ट द नर्स अब्जर्भ्स द फलोइङ पेसेन्ट्स, एउटा रेस्पिरेटरी डिस्ट्रेस, अनि हाई पिच स्विजिङ, साइनोटिक लिप्स, ओपन फ्र्याक्चर विथ मोडरेट ब्लिडिङ, अनि एब्रेजन्स एन्ड माइनर ल्यासेरेसन्स, कन्फ्युज्ड अर्ली पेसेन्ट विथ BP 80/50। अब युजिङ स्टार ट्राइज सिस्टम विच पेसेन्ट इज ट्याग्ड एज रेड इमिडिएट। अब एन्सरमा चाहिँ पेसेन्ट 3 नम्बरको हो कि पेसेन्ट 2 नम्बरको हो कि सीमा चाहिँ पेसेन्ट 1 एन्ड 4 नम्बरको हो कि, अनि डीमा चाहिँ पेसेन्ट 2 to 3। अब एन्सर के भयो त यसको, अभियसली सी भयो, पेसेन्ट 1 and 4। अब रेसनलमा चाहिँ रेड ट्याग इमिडिएटमा चाहिँ लाइफ थ्रेटनिङ इन्जुरिज, हाई चान्स अफ सर्भाइभल इफ ट्रिटेड इमिडिएटली है। अनि पेसेन्ट 1 मा के थियो, रेस्पिरेटरी डिस्ट्रेस थियो, लाइफ थ्रेटनिङ भयो, रेडमा पर्यो। पेसेन्ट 4 मा हाइपोटेन्सन प्लस कन्फ्युजन सक भनेको चाहिँ रेड भयो है। अनि पेसेन्ट 2 भनेको ओपन फ्र्याक्चर स्टेबल येल्लो भयो। अनि पेसेन्ट नम्बर 3 को चाहिँ माइनर इन्जुरिज भयो, यो चाहिँ ग्रिनमा पर्यो। अब नेक्स्ट क्वेसन नम्बर 4 फायर सेफ्टी है। अ नर्स इज अन द 5th floor अफ अ हस्पिटल वेन अ फायर ब्रेक्स आउट अन द 3rd floor, स्मोक इज थिक, विच एक्सन इज करेक्ट। अब एकर्डिङ टु हस्पिटल फायर इभ्याकुएसन प्रोटोकल्स, ए नम्बरमा युज द एलिभेटर टु क्विकली रिच द ग्राउन्ड फ्लोर, बीमा चाहिँ ओपन अल डोर्स टु हेल्प पेसेन्ट्स स्किप फास्टर, सीमा चाहिँ क्लोज डोर्स बिहाइन्ड यु एन्ड युज स्टेयर वेल्स टु इभ्याकुएट, डीमा चाहिँ स्टे इन द रुम अन्टिल फायर अलार्म स्टप है। अनि अब एन्सर यसको अभियसली सी भयो, किनकि एलिभेटर सुड नेभर बी युज इन फायर है, कहिले पनि युज गर्नु भएन। क्लोज डोर्स प्रिभेन्ट स्मोक स्प्रेड, अनि युज स्टेयर वेल भनेपछि सेफ इभ्याकुएसन भयो है, स्टेयरबाट हिँड्दा। अर्को स्टेइङ इन रुम भनेको चाहिँ भेरी डेन्जरस भयो, गर्नै मिलेन। क्वेसन नम्बर 5 है, ड्युरिङ हस्पिटल डिसास्टर ड्रिल simulating a multiple casualty scenario which nursing action demonstrate correct prioritization। ए नम्बर चाहिँ administering pain medication to all patients first, बीमा चाहिँ assessing ABC airway breathing circulation of critically ill patient first, अनि सीमा चाहिँ transporting stable patient home to free beds, अनि डीमा चाहिँ documenting vital signs of all patient before any interventions। अब यसको एन्सर के भयो, अभियसली बी भयो, किनकि लाइफ सेभिङ इन्टरभेन्सन्स कम फर्स्ट है। ABC assessment identifies immediate life threatening issues, pain relief, documentation or discharge secondary। आजको टपिक चाहिँ लामो भएको छ, अब छुट्याएर पनि पढ्ने चिजहरू त पढ्नै पर्ने हुन्छ र यो भिडियोलाई चाहिँ के अरे स्पिडलाई मेन्टेन गर्ने सुन्न सकिन्छ है त। थ्याङ्क्स फर वाचिङ, अर्को दिन अर्को टपिक लिएर आउनेछु। थ्याङ्क यू। Thanks for watching Future NCLEX RN।